आज चाहिँ हामी बीबीएस फर्स्ट इयरको बिजनेस स्ट्याटको विभिन्न मोडल सल्युसनहरू ल्याएर आएका छौँ, जसमा चाहिँ इक्जाम ओरिएन्टेड क्वेसनहरू जुन जुन विगतका इक्जामहरूमा सोधिएका क्वेसनहरू छन्, सल्युसनहरू छन्, त्यसको चाहिँ क्वेसनहरू छन्, त्यसको चाहिँ सल्युसन लिएर आएको छु। 2077 देखि 2080 सम्मका सल्युसनहरू यसमा छन्, जसमा पार्सियल पनि छन् र कसैमा रेगुलर पनि छन्। त यी सल्युसनहरू मैले ल्याएको एकदमै इम्पोर्टेन्ट छन्, हार्ड पनि छन्। यदि तपाईँहरू यसलाई प्र्याक्टिस गर्नुहुन्छ भनेपछि यो भिडियो हेरेर त्यसका लागि एकदमै इजी भइहाल्नेछ, जसले पनि यो क्वेसनहरू हेर्नेछ, किनकि इजी छ, बहुत सजिलो क्वेसनहरू छन्। बट के छ भनेपछि प्र्याक्टिस नगरेपछि चाहिँ गाह्रो लाग्छ। कसैमा मिसिङ फ्रिक्वेन्सीहरू दिएको छ भनेपछि कसैमा अलि झुक्क्याएर दिएको छ। यदि तपाईँहरू रेगुलर प्र्याक्टिस गर्नुहुन्छ एक दुईचोटि मात्र भनेपछि पनि तपाईँहरूले यसलाई सक्नुहुन्छ। एक्जाममा यति सजिलो छ कि यो क्वेसन बनाउन यति सजिलो छ, त्यसको लागि तपाईँहरूले धेरै त्यो घोकिरहनु पर्ने जरुरत नै हुँदैन के, एकदम सजिलैसँग तपाईँहरू यसलाई एक्जाममा सल्युसन गर्न सक्नुहुन्छ। त अब हामी स्टार्ट गरौँ। मैले चाहिँ सबभन्दा पहिला तपाईँको लागि 2077 को मोडल क्वेसनमा हात हालेँ र 2077 को ब्याक क्वेसन नम्बर 14 मा सोधिएको रहेछ, ब्याकको इक्जाम रहेछ, जुन पार्सियल भन्छन् नि, त्यो चाहिँ रहेछ। द मिन मार्क्स अफ 60 स्टुडेन्ट इज found to be 35. However, the frequencies are missing in the group of marks distribution 20 to 30, 40 to 50. जुन एमा चाहिँ 60 जना विद्यार्थीहरूको मेन मार्क्स चाहिँ कति छ? 35 छ अथवा 35 छ। However, two frequencies are missing. त्यसमध्ये चाहिँ दुईटा फ्रिक्वेन्सीहरू मिसिङ छन्, जसमा चाहिँ क्लास 20 to 30 आउँछ र 40 to 50 क्लासबाट मिसिङ छन्। फाइन्ड द मिसिङ फ्रिक्वेन्सीज फ्रम द फलोइङ डाटा, अल्सो क्यालकुलेट द स्ट्यान्डर्ड डेभिएसन अफ द मार्क्स डिस्ट्रिब्युसन। अब चाहिँ के भन्छ यसले, जुन तल डाटा दिएको छ त्यसमा चाहिँ तपाईँले मिसिङ फ्रिक्वेन्सीहरू पत्ता लगाउनुहोस् र स्ट्यान्डर्ड डेभिएसन अथवा एसडी पत्ता लगाउनुहोस् भन्छ। र मार्क्समा छ 0 to 10, 10 to 20, 20 to 30, 30 to 40, 40 to 50, 50 to 60 र नम्बर अफ स्टुडेन्ट अथवा फ्रिक्वेन्सीहरू 4, 6 यसलाई मिसिङ छ र फेरि 20 छ, त्यसपछि अर्को मिसिङ छ, फेरि 10 छ। ओके, ल यसलाई चाहिँ हामी अब सल्युसन गरौँ। सल्युसन मैले चाहिँ अलरेडी गरिदिएको छु, अनि सर्टकट विधि, एकदमै सजिलो विधि, जो विद्यार्थीहरू इक्जाममा टाइम कम भएर टाइम म्यानेज गर्न सक्दैनन् इक्जाममा र सल्युसन स्पिड तिनीहरूको स्लो छ भनेपछि यो मेथड तिनीहरूको लागि त वरदानै हो। बिकज अफ मैले चाहिँ यति छोटो मेथड ल्याइदिएको छु, किनभने यो तपाईँले क्लास दुईटा बनाउनु पर्छ उसरी, किनकि एउटा मिसिङ फ्रिक्वेन्सीमा एक्स र वाइ मानेको अथवा फ्रिक्वेन्सी 1 र फ्रिक्वेन्सी 2 मानेको क्लासहरू हुनुहुन्छ, र अर्कोमा चाहिँ तपाईँले कम्प्लिट जो स्ट्यान्डर्ड डेभिएसन पत्ता लगाउनुको लागि, मिन पत्ता लगाउनुको लागि एफएक्स र एफएक्स स्क्वायर या फेरि डेभिएसन मेथडबाट, सर्टकट मेथडबाट जुन गर्नुहुन्छ त्यस अन्तर्गतको र मिड भ्याल्यु पत्ता लगाएको कोठा सहितको अलग कोठा बनाउनुपर्छ। बट मैले चाहिँ त्यसलाई एउटा सर्ट फर्ममा ल्याइदिएको छु र जुन इक्जाममा लेख्दाखेरि कुनै आपत्ति हुँदैन। यसमा चाहिँ तपाईँले जति नम्बर मिल्नु पर्ने हो त्यति नम्बर पक्का मिल्छ। त सल्युसनतर्फ जाउँ। के छ 2077 को ब्याकमा क्वेसन नम्बर सल्युसन, गिभन मिन चाहिँ कति दिएको छ हामीलाई? 35। गिभन मिन इज इक्वल टु 35 र नम्बर अफ स्टुडेन्ट पनि दिएको छ 60 स्टुडेन्ट, 60 दिएको छ। 60 स्टुडेन्ट्सको मेन मार्क्स चाहिँ कति थियो? 35। मिन भनेको एभरेज पनि भन्छ है उसरी। ल, द मिसिङ फ्रिक्वेन्सीज आर डिनोटेड बाई एक्स एन्ड वाइ। जुन मिसिङ फ्रिक्वेन्सीहरू छन् त्यसलाई चाहिँ मैले एक्स र वाइले डिनोट गरेको छु रेस्पेक्टिभली। ओके, क्लासमा जाऊँ। 0 to 10, 10 to 20, 20 to 30, 30 to 50, 30 to 40, 40 to 50, 50 to 60। ओके, फ्रिक्वेन्सी छ 4, 6, एक्स। यो चाहिँ तपाईँहरू अहिले नलेख्नु होला, यसलाई ब्र्याकेट गरेर छोडिदिनु होला। पहिला क्यालकुलेट गर्नुहोस्, त्यसपछि लेखिने हो नि। त क्यालकुलेसन हामीसँग अहिले 8 र एक्स र वाइको भ्यालु छैन, त हामीले एक्स र वाइ लेखेर यहाँ थोडा जग्गा छोडिदिने ब्र्याकेट राखेर। ओके, सर्टकट मेथडमा यस्तै हुन्छ, किनकि तपाईँले पछि अर्को कोठा नबनाउनु परोस् भनेर है। त 10 लास्टमा 10 छ र एक्स मिड भनेको है, यो मिड हो। मिडमा के छ? 0 देखि 10 को मिड के हुन्छ? 5। यदि तपाईँहरू मिडमा कन्फ्युज हुनुहुन्छ, मिड तपाईँलाई पत्ता लगाउन आउँदैन भनेपछि तपाईँ के गर्नु होला भनेपछि, जो यहाँ 0 देखि 10 छ,
एमा चाहिँ अलि ल कन्फ्युज हुन सक्छ तपाईँ 0 देखि 10 छैन यो त सिम्पली 5 ले पनि भन्न सक्छ बट यहाँ 10 देखि 20 छ एमा चाहिँ अब मान्छेले ल 15 नभन्ला बट तपाईहरु कहिले काहीँ झुकिनु होला त यसको एउटा मेथड पनि छ यसको एउटा सूत्र टाइपको पनि छ जसरी फर्स्ट लोएस्ट क्लास प्लस लार्जेस्ट क्लास यो छ नि जसरी यहाँ 10 देखि 20 छ नि यसको चाहिँ मिड भ्यालु पत्ता लगाउनु पर्यो भनेपछि 10 प्लस 20 अपन 2 गर्दिनु ओके जस्तै 10 प्लस 20 कति आयो 30 आयो 30 को अपन 2 गर्दाखेरि कति आयो 15 15 दुना 30 ओके त यसरी चाहिँ मिड भ्यालु हामीले पत्ता लगाउने ल मिड भ्यालु 15 यसको चाहिँ 20 देखि 30 को 35 25 र 30 देखि 40 को चाहिँ 35 र 40 देखि 50 को 45 र 50 देखि 60 को 55 यसपछि चाहिँ अब हामीले यसपछि चाहिँ क्याल्कुलेट के गर्नुपर्छ भनेपछि मिनको लागि हामीले एफएक्स फ्रिक्वेन्सी मल्टिप्लाई मिड भ्यालु त हामीले मिड भ्यालु पनि क्याल्कुलेट गरौँ जसमा तपाईले अलि लामो कोठा छोड्नु होला अलि चौडा कोठा छोड्नु होला किनकि अहिले हामीलाई एक्स को भ्यालु थाहा हुँदैन एक्स को भ्यालुहरु पनि पुट गर्नुपर्छ अहिले हामीले त अर्कोचोटी क्याल्कुलेट भइसकेपछि त्यसको लागि हामीले जग्गा छोड्दिनु अहिले एफएक्स मा के लेख्ने 20 यो एफ इन्टु एक्स गर्ने 4 into 5 गर्दाखेरि 20 6 into 15 गर्दाखेरि 90 र x यो अहिले चाहिँ हामीलाई x को भ्यालु थाहा छैन x into 25 गर्दाखेरि 25x र 20 into 35 गर्दाखेरि 700 y into 45 गर्दाखेरि 45y र 10 into 55 गर्दाखेरि 550 यो चाहिँ हामीले क्याल्कुलेट गर्यौं ल अब हाम्रो एफएक्स पनि पत्ता लगायौं एफ स्क्वायर चाहिँ यसपछि पत्ता लाग्ने हो किनकि अहिले चाहिँ हामीलाई एक्स को भ्यालु थाहा छैन एफएक्स चाहिँ हामीलाई स्ट्यान्डर्ड एफएक्स स्क्वायर चाहिँ हामीलाई स्ट्यान्डर्ड डेभिएसन पत्ता लगाउनको लागि चाहिन्छ सो दैट यसको चाहिँ अहिले जरुरत नभएकाले तपाईले यसलाई चाहिँ अहिले जग्गा छोडेर राख्नुस् बट क्याल्कुलेट नगर्नुस् ओके यो एफएक्स स्क्वायर भनेर लेखिदिनुस् जग्गा छोड्दिनुस् ल अब चाहिँ हामीलाई दिएको गिवनमा अब हामीले यो दिएको कुरा माथि लेखिसकेका छौं र अब यो फ्रिक्वेन्सीलाई टोटल नम्बर निकाल्दाखेरि यसको टोटल नम्बर कति हुने भयो 4 + 6 + x + 20 + y + 10 यो गर्दाखेरि 4 + 6 गर्दा 10 भयो 10 मा 20 जोड्दाखेरि 30 भयो 30 मा 10 जोड्दाखेरि 40 भयो 40 भएपछि फेरि यहाँ प्लस x पनि छ प्लस y पनि प्लस x प्लस y ल n = कति निक्ल्यो 4 + 40 + x + y यो निक्ल्यो अब चाहिँ हामीलाई के fx को सम सिग्मा fx पत्ता लगाउनु पर्यो यसको लागि चाहिँ यसलाई हामीले प्लस गर्नु पर्यो जो सबैलाई हामीले प्लस गर्नु पर्यो 20 + 90 + 25x + 700 + 45y + 550 गर्दाखेरि चाहिँ हाम्रो 1360 + 25x + 45y यो चाहिँ हाम्रो n र सिग्मा fx को भ्यालु आयो टोटल फ्रिक्वेन्सी र सिग्मा fx को भ्यालु आयो है अहिले मैले यो पत्ता लगाएको छु यो चाहिँ अहिले तपाईहरुले नगर्नु होला किनकि यो चाहिँ आफ्टर भ्यालु पत्ता लगाइसकेपछि क्याल्कुलेट गर्ने कुराहरु हुन् ओके यो चाहिँ पछि कुरा पत्ता लगाउनु पर्छ तपाईलाई मैले रेड ब्ल्याक ब्र्याकेटमा हाल्दै अहिलेको लागि नाउ वी नो अब चाहिँ हामीलाई थाहा छ माथि पनि गिभन दिएको छ त्यही भएर हामीलाई थाहा छ वी नो लेख्ने मिनको फर्मुला के हो मिन = सिग्मा fx / n अहिले हामीसँग मिनको भ्यालु हामीसँग छ त्यहाँ गिभनमा दिएछ सिग्मा fx को इक्वेसन हामीसँग छ र n को इक्वेसन पनि हामीसँग छ बट n को चाहिँ पुरानो भ्यालु लेख्ने को जो हामीलाई यहाँ माथि दिएको छ 60 गिभनमा ल 35 मिनको भ्यालु हो र = 1360 + 25x + 45y यसपछि चाहिँ यो अपन 60 छ यो जुन 35 छ यसले 60 लाई मल्टिप्लाई हुन्छ किनकि यसको पनि अपनमा 1 हुन्छ यो चाहिँ देखाउन जरुरी हुँदैन ठुलो क्लासमा चाहिँ यस्तो कुराहरुलाई नदेखाएर क्याल्कुलेसन गर्नुपर्छ त्यही भएर त्यो विद्यार्थी अलि पढेर आएको जान्ने विद्यार्थी हो भन्ने मानिन्छ ओके नत्र फेरि लद्दु भन्ने सोच आउँछ अब यो 35 × 60 गर्दाखेरि कति आउने भयो 2100 = यो 1360 + 25x + 40y ले चाहिँ 1 लाई मल्टिप्लाई हुँदा सेम भ्यालु रहन्छ सेम भ्यालु रह्यो 1360 + 25x + 40y सेम भ्यालु रह्यो यो चाहिँ मैले डाइरेक्ट क्याल्कुलेट गरेर देखाइदिए किनभने धेरै हामीसँग समय हुँदैन हामीले छिटो छिटो गर्नुपर्ने हुन्छ ओके यसले चाहिँ यसलाई मल्टिप्लाई गरेको हो 60 × 40 ले गरेको ल यो चाहिँ अब कति भयो यो 2100 आयो थियो अब यो भ्यालुबाट यो भ्यालु घटाउने यो 2100 बाट 1360 घटाउने
त्यसमा चाहिँ घटाउँदा हामीलाई यो यता आउँछ के 1360 यता आउँछ। यता आउँदाखेरि माइनसमा हुने भयो 2100 माइनस 1316 आएपछि कति हुने भयो माइनस गर्दाखेरि 740 आउने भयो र इज इक्वल टुमा हाम्रो के बच्यो यो यता आइसकेपछि 25x प्लस 45y बच्यो। ओके ल यो चाहिँ यहाँसम्म हामीले बुझ्यौँ। अब चाहिँ के छ भनेपछि जुन यो 740 छ र यो 25x प्लस 40y छ, यहीबाट केही पनि भ्यालु तपाईँ यता ल्याउन सक्नुहुन्छ। ओके यिन दुईटाबाट कोही पनि यता ल्याउन सक्नुहुन्छ। बट मैले चाहिँ अहिले 25x ल्याएँ। 25x लाई हामीले यता ल्याने र यसलाई चाहिँ यता ल्याने र यसलाई चाहिँ 740 लाई चाहिँ उता लग्ने यसको प्लेसमा, जसले गर्दा माइनस माइनस हुने भयो। यो यता जाँदा माइनस हुने भयो र यो यता आउँदा माइनस हुने भयो। माइनस इजिकल टुको पारी र इजिकल टुको यता माइनस माइनस हुँदा के हुन्छ क्यान्सल हुन्छ। त्यसलाई चाहिँ हामीले क्यालकुलेटरमा यति धेरै देखाउनु पर्दैन। सो द्याट मैले चाहिँ डाइरेक्ट गरेँ यो 25x यता आउँदा 25x इजिकल टु 7 यो चाहिँ कति हुने भयो 740 प्लस 45y हुने भयो। यसलाई पनि अझै सर्टकटमा गर्दै के गरेँ भनेपछि यो चाहिँ एउटा स्टेप मैले घटाइदिएँ, किनभने तपाईँलाई छिटो गर्नु छ, इक्जाममा जल्दी गर्नु छ, छोटो समयमा धेरै मार्क्स ल्याउनु छ भनेपछि x इजिकल टु यो 25x बाट x यहाँ रहेर 25 तल जाने हो। त्यसैले यसलाई चाहिँ अहिले गरिदिउँ नि, किन स्टेप बढाउने। x इजिकल टु 740 प्लस 40y अपन 25 इजिकल टु इक्वेसन 1 भयो। यो इक्वेसन 1 भयो। यो एउटा सर्टकट विधि भयो। यसले चाहिँ तपाईँको बढी छोटो समयमा बढी मार्क्स ल्याउन मद्दत गर्छ। अब चाहिँ हामी यसको फर्दर सल्युसनतर्फ जाऊँ। अगेन n इजिकल टु 40 प्लस x इजिकल टु y। n भनेको हामीलाई थाहा छ 60 हो, तर n को इक्वेसन पनि हामीले अघि नै फाइन्ड आउट गरेका थियौँ यता साइडमा। त यहाँ अब जुन अघि नै सम अफ फ्रिक्वेन्सी थियो त्यसलाई चाहिँ यता राख्ने र n को भ्यालु यता हुने हो। त ओर n को भ्यालु हामीलाई दिएछ अघि नै गिभनमा, त्यसको भ्यालुसँग क्यालकुलेट गर्ने। त्यसैले हाम्रो भ्यालु एउटा नम्बरको भ्यालु आउँछ, जसरी x या y को भ्यालु आउला 60 इजिकल टु 40 प्लस x प्लस y। 60 अब जुन यो 60 प्लस 40 छ, 60 इजिकल टु 40 छ प्लस x प्लस y छ, यो जो छ यसबाट चाहिँ जुन नम्बरको संख्या छ त्यो चाहिँ यताउता सर्न सक्छ इजिकल टु भइदा। जसरी कि 60 मा चाहिँ यो 40 छ, प्लसको 40 छ, त्यो चाहिँ यता आउँदा माइनसको 40 भएर माइनस भएर घटेको छ, जसले गर्दा यहाँ 20 मात्र बचेको छ। 20 इजिकल टु मात्र यता के बाँकी रह्यो x प्लस y। और अब जुन 20 छ यसबाट पनि एउटा नम्बर हामी यता ल्यायौँ, यसलाई यहाँ ल्यायौँ हामीले 20 माइनस y, 20 माइनस y इजिकल टु x। यो 20 बाट 20 मा यो y चाहिँ यताबाट यता ल्याउँदा प्लसको y चाहिँ यता ल्याउँदा माइनसको y भयो। और देयरफोर x इजिकल टु 20 माइनस y, जुन चाहिँ इक्वेसन हाम्रो सेकेन्ड भयो। इक्वेसन 1 चाहिँ हामीले अघि नै पत्ता लगायौँ र इक्वेसन सेकेन्ड अहिले भयो। अब इक्वेसन 1 एन्ड इक्वेसन फर्स्ट एन्ड इक्वेसन सेकेन्ड, यहाँ इक्वेसन फर्स्ट र इक्वेसन सेकेन्ड चाहिँ सेम हुन्, किनभने हामीले जहाँ पनि x को भ्यालु पत्ता लगाएका छौँ, x इजिकल टु x। यो चाहिँ मैले इक्जाम्पल दिएको, तपाईँले किताबमा लेख्नु, यो इक्जाम पेपरमा सल्युसन गर्दाखेरि लेख्नुपर्ने बाध्यता हुँदैन है। और इक्वेसन 1 को भ्यालु के थियो र इक्वेसन 2 को भ्यालु के थियो त्यसलाई साथमा राख्ने, दुईटालाई एक साथमा ल्याएर क्यालकुलेसन गर्दा भनेर लेख्दा पनि हुन्छ, नलेख्दा पनि हुन्छ है। नलेख्दै बेस्ट, किनकि छोटो समयमा काम गर्ने। फर्स्ट इक्वेसन र सेकेन्ड इक्वेसन राख्यौँ। अहिले चाहिँ मैले यताउता गरेर राखेको छु बिकज केही असर पर्दैन, दुइटै बराबर हो। जसरी 4 इन्टु 4 इजिकल टु 16 गर्दा र 16 इजिकल टु 4 इन्टु 4 गरेको केही फरक छ, एउटै कुरा हो नि। सो द्याट मैले पनि यहाँ राखेँ 20 माइनस y, फर्स्ट इक्वेसनको भ्यालु सेकेन्ड इक्वेसनको भ्यालु हाम्रो कति थियो 20 माइनस y इजिकल टु 740 माइनस 45y अपन 25। यो चाहिँ हाम्रो फर्स्ट इक्वेसनको भ्यालु थियो। र अब चाहिँ यहाँ के हुन्छ भनेपछि यहाँ क्रस मल्टिप्लाई हुन्छ यी दुवै बीच, क्रस मल्टिप्लाई हुन्छ यी दुवै बीच, किनकि यसको अपनमा 1 छ, तर हामीले यसलाई देखाएको हुँदैन, इक्वल टु भएपछि 1 राख्न पाइयो। ओके अब चाहिँ यहाँ यसलाई क्यालकुलेट 1 ले गर्दाखेरि यसको भ्यालु माथिको भ्यालु सेम रहने भयो यता, बट यो चाहिँ तल नम्बर 25 छ, त्यसैले यिनीहरूको भ्यालुमा चेन्ज आउने भयो। यहाँ हामीले 25 मल्टिप्लाई 20 माइनस y गऱ्यौँ इजिकल टु 740 माइनस 45y।
र यहाँ 25 ले 20 लाई मल्टिप्लाई गर्दा 500 भयो माइनस 25y 25 ले y लाई मल्टिप्लाई गर्दाखेरि 25y नै भयो इजिकल टु 740 माइनस 45y। अब चाहिँ यसमा पनि के इक्वेसन हुने भयो, अब यो माइनसको 25 यहीँ रहने भयो, जुन 500 छ यता जाने भयो, जुन चाहिँ माइनसमा भएर जाने भयो, प्लस छ माइनस हुन्छ यता जाँदाखेरि, र यो 740 यहीँ रहन्छ र यो जुन 45y छ त्यो चाहिँ यता आउँछ, माइनसको छ प्लस भएर यता आउँछ। ओके, अब चाहिँ ओर त्यसैले अब 25 माइनस 25y बाँकी रह्यो, प्लस यो यता जाँदाखेरि यो मात्र बाँकी रह्यो माइनसको, र प्लस किन भयो भने चाहिँ यो माइनसको चाहिँ यता आउँदा प्लसको भयो 45y इजिकल टु 740 यहीँको यहीँ थियो, त्यसैले यसको साइनमा कुनै परिवर्तन भएन, र यो 500 जुन यता थियो प्लसमा यता आउँदाखेरि इक्वल टु यता आउँदाखेरि चाहिँ माइनसमा हुने भयो। और 20y यहाँ चाहिँ के बच्यो भने 20y बच्यो, किनकि माइनसको साइन भन्दा प्लसको साइन ठुलो छ, प्लस साइन भएको संख्या चाहिँ ठुलो छ, माइनसको साइन भएको संख्या भन्दा प्लस साइन भएको संख्या ठुलो छ। जसरी 45 बाट 25 माइनस हुने भयो, किनकि 45 को प्लसको साइन बढी छ, 45 चाहिँ प्लसमा बढी छ। ओके, त्यसैले यहाँ 20 भएर साइन चाहिँ यसकै रहने भयो, प्लसको साइन रहने भयो, क्यालकुलेसन सेम हुने भयो, बट साइन चाहिँ जो ठुलो छ त्यही रहने भयो। 20y इजिकल टु 740 माइनस 500 गर्दाखेरि हाम्रो 240 आयो, और y इजिकल टु कति आयो 240 अपन 20, वाइमा संख्या जोडिएको छ सो द्याट अपनमा जाने भयो, देयरफोर y इजिकल टु 12 हाम्रो y को भ्याल्यु आयो। नाउ पुटिङ द भ्याल्यु अफ y इन इक्वेसन सेकेन्ड, इक्वेसन सेकेन्डमा चाहिँ हामीले y को भ्याल्यु पुट गरौँ, सक्नुहुन्छ तपाईँ फर्स्टमा पनि गर्न, बट मैले इक्वेसन सेकेन्ड किन चुज गरेँ भनेपछि बिकज अफ किनकि यो एकदमै सजिलो र छोटो इक्वेसन छ। 20 माइनस y छ, यसको चाहिँ अर्कोको चाहिँ 740 माइनस 45y अपन 25 छ। यति लामो इक्वेसनमा भन्दा यति छोटोमा जान तपाईँहरूलाई एक्जाममा बेस्ट हुन्छ, तपाईँहरूले छिटो र छरितो सल्युसन गर्न सक्नुहुन्छ, सो द्याट मैले चाहिँ छोटो इक्वेसन सेकेन्ड इक्वेसन चुज गरेँ। x इजिकल टु 20 माइनस y इजिकल टु के हुने भयो 20 माइनस y को भ्याल्यु 12 भयो, 12 राख्ने, जसले गर्दा देयरफोर x इजिकल टु 8, यति सजिलो छ के, x इजिकल टु कति आयो 8। अब चाहिँ यो अघि नै जुन हामीले इक्वेसन तयार पारेका थियौँ अथवा हामीले क्यालकुलेट गरेका थियौँ ब्र्याकेट कोठाहरूमा, त्यसलाई चाहिँ के गर्ने एक ठाउँमा अब यिनीहरूको भ्याल्युहरू पुट गरिदिने। जसरी अघि नै हामीले यहाँ के लेखेको थियौँ, क्लासमा फ्रिक्वेन्सी 4 6 x थियो र y थियो, जुन x को ठाउँमा x को भ्याल्यु कति हो हाम्रो 8 राखौँ, र y को भ्याल्यु कति हो 12 राखौँ। अलग कोठा बनाउनु पर्यो, पढेन, यहीँ राखिदिउँ हामीले, काम बनियो ब्र्याकेटमा राख्ने, तर है मिड भ्याल्युमा चाहिँ केही फरक पर्दैन। fxमा जुन मल्टिप्लाई गरेका थियौँ x 25x भनेर, त्यसमा चाहिँ 25 इन्टु x को भ्याल्यु यानि कि 8 राख्ने, जसले गर्दा हाम्रो 200 आउँछ, 200 यसको भ्याल्यु आउने भयो। र अर्कोको त्यो थियो y मा 45y को भ्याल्यु कसरी पुट गर्ने, जसरी 45 इन्टु y को भ्याल्युले इन्टु गरिदिने, y को भ्याल्यु कति छ 12 छ, 45 इन्टु 12 गर्दाखेरि 540 आउने भयो। अब चाहिँ यसको सम गर्दाखेरि हाम्रो कति आयो, यसको सम गर्दाखेरि 2100 आयो, 2100 अथवा 2100, 2100 भन्दा यसलाई इजी हुन्छ। र अब चाहिँ हामीले स्ट्यान्डर्ड डेभिएसन फाइन्ड आउट गर भनेको थियो, सो द्याट हामीले के गर्ने स्ट्यान्डर्ड डेभिएसनको लागि भ्याल्युहरू fx स्क्वायर पत्ता लगाउने, fx स्क्वायरमा सबभन्दा पहिला के गर्नुपर्छ भनेपछि तपाईँलाई म भन्छु fx इन्टु x गरिदिने, जसले गर्दा fx स्क्वायर आउँछ, fx इन्टु x। यसो गर्दाखेरि 20 इन्टु 5 गर्दाखेरि 100 आयो, 90 इन्टु 15 गर्दाखेरि 1350 आयो। अब चाहिँ x वाला भ्याल्युले मल्टिप्लाई नगर्ने, जो हामीले अघि नै क्यालकुलेट गरिसकेपछि आज 200 त्यसले चाहिँ मल्टिप्लाई गर्ने, जसले गर्दा 200 इन्टु 25 गर्दाखेरि 5000 आयो, 735 गर्दाखेरि 24500 आयो, र 540 ले 45 लाई मल्टिप्लाई गर्दाखेरि हाम्रो 24300 आयो, र 550 ले 55 लाई मल्टिप्लाई गर्दाखेरि 30250 आयो। यसरी चाहिँ हामीले fx को भ्याल्युहरू क्यालकुलेट गऱ्यौँ, सिम्पल मेथडबाट गयौँ, त्यो सर्टकट मेथड, डेभिएसन मेथड, मिन डेभिएसन भन्ने मेथड हुन्छ एउटा, डी ड्यास भन्ने होला, त्यसमा पनि गएनौँ हामी, सिम्पल मेथडबाट एउटै फर्मेटबाट हामीले कम्प्लिट गरिदियौँ। अब चाहिँ यसको fx स्क्वायरको भ्याल्युहरूलाई सम गर्ने, यसको सम गर्दाखेरि चाहिँ हाम्रो एन्सर आएको छ सिग्मा fx स्क्वायर इजिकल टु 85,500। ओके, 85,500
85,500 आउँछ। अब चाहिँ यहाँ हामीले सबै भ्यालुहरू फाइन्ड गरिसक्यौँ है। आई होप सबैले बुझ्नुभयो होला यहाँसम्म। त अब स्ट्यान्डर्ड डेभिएसन पत्ता लगाउने। अगेन क्याल्कुलेसन अफ स्ट्यान्डर्ड डेभिएसन। क्याल्कुलेसन अफ स्ट्यान्डर्ड डेभिएसन। स्ट्यान्डर्ड डेभिएसनको फर्मुला के हुन्छ? अन्डर रुट सिग्मा एफएक्स स्क्वायर अपन एन माइनस सिग्मा एफएक्स अपन एन का होल स्क्वायर। यति इजी फर्मुला छ। 2-3 चोटि क्वेसन बनाउनु भयो भनेपछि झ्याप्पै याद हो। नेक्स्टमा अब यसको भ्यालुहरू राखिदिने। जुन एफएक्स स्क्वायर गर्ने पत्ता लगायौँ भर्खर हामीले, त्यो चाहिँ कति 85,500 थियो अपन 60 माइनस एफएक्स स्क्वायरको 2100 अपन 60 का स्क्वायर। यो भ्यालुहरू पुट गरिसकेपछि यसलाई चाहिँ क्याल्कुलेसन गर्ने र जति भ्यालु आउँछ, जसरी 85,500 अपन 60 गर्दाखेरि चाहिँ हाम्रो 1425 आउँछ र 2100 अपन 60 स्क्वायर गर्दाखेरि चाहिँ 1225 आउँछ। यसलाई चाहिँ 1425 बाट 1225 माइनस गर्दाखेरि हाम्रो 200 बच्छ। ओके, अन्डर रुटमा 200 बच्छ। अन्डर रुट क्याल्कुलेटरमा अन्डर रुट हानेर 200 हान्नु भयो भनेपछि 14 स्ट्यान्डर्ड डेभिएसन इज इक्वल टु कति बच्छ? 14.142 एन्सर आयो। यति इजी क्वेसन छ, यति सजिलो क्वेसन छ। ओके, अब चाहिँ हामी नेक्स्ट सल्युसन तर्फ जाम। 2080 मा आएको 2080 मा सोधिएको क्वेसन नम्बर 12 को क्याल्कुलेसन गर्ने छ। ओके, क्वेसन नम्बर 12 अलि झुक्काएको छ। यसमा क्लासहरुमा अलि झुक्काएको छ, क्लासहरुमा अलि गडबड गरिदिएको छ। त्यहाँ चाहिँ मान्छेहरु धेरै झुक्किया हुन्छन्, जसले गर्दा क्वेसन सल्युसन गर्न तिमीलाई गाह्रो भइजान्छ। ओके, कुन मेथड युज गर्ने थाहै हुँदैन यसरी क्लासहरुमा झुक्किया छ भनेपछि। अनि क्याल्कुलेट पर्सेन्टाइल कोएफिसिएन्ट अफ कुर्टोसिस फ्रम फर द फलोइङ डाटा। पर्सेन्टाइल कोएफिसिएन्ट अफ कुर्टोसिस भनेको छ धेरै मान्छेहरु कुर्टोसिस भएपछि पर्सेन्टाइल हो कि अर्को हो भन्ने थाहा पाउँदैनन्, किनकि दुईटा मेथड छन्। जसमा चाहिँ पर्सेन्टाइल भनेपछि Q1 र Q3 अनि अर्को चाहिँ P90 P10 गरेर हामीले फाइन्ड आउट गर्न सक्छौं। अर्को चाहिँ हाम्रो मोमेन्टम मेथड छ, जसमा चाहिँ हामीले मिनहरु मोमेन्टहरु पत्ता लगाउनु पर्ने हुन्छ। अलि अर्कै मेथड छ त्यो। हामी चाहिँ पर्सेन्टाइल मेथडको कुरा गर्दै छौं। अब चाहिँ हामी यसको सल्युसन तर्फ जाम। पहिला हामी क्वेशन नम्बर हेरौं। क्लासमा चाहिँ एक्सपेन्डिचरमा दिएको छ रुपीजमा 100 मा दिएको छ 10 to 19, 10 to 20 दिएको छैन, 10 to 19 दिएको छ। राम्ररी हेर्नुपर्ने कुराहरु। 20 देखि 29, 30 देखि 39, 40 देखि 49, 50 देखि 59, 60 देखि 69, 70 देखि 79 र नम्बर अफ फ्यामिलीज अथवा फ्रिक्वेन्सीहरु दिएको छ 35, 32, 45, 40, 58, 43, 17, 10। जसमा चाहिँ हामीलाई पर्सेन्टाइल कोएफिसिएन्ट अफ कुर्टोसिस निकाल्नु पर्ने छ। यसका लागि एकदमै सजिलो छ। सबैभन्दा पहिला तपाईलाई म एउटा कुरा सम्झाउन चाहन्छु कि यसमा चाहिँ हामीलाई क्लासहरु केमा दिएको छ? इन्क्लुसिभ क्लासेस दिएको छ। इन्क्लुसिभ क्लासहरु दिएको छ, इन्क्लुसिभ टाइप क्लास। त्यसलाई चाहिँ हामीले एक्सक्लुसिभ क्लासमा चेन्ज गर्नुपर्ने छ। वी शुड चेन्ज इन्टु एक्सक्लुसिभ क्लास टाइप। त्यसलाई क्याल्कुलेट हामीले चेन्ज मैले गर्दिएको छु। क्लास जसरी यो कसरी फाइन्ड गर्ने भनेर तपाई कन्फ्युज हुनु होला, कसरी चेन्ज गर्ने भनेर। यसको एउटा धेरै लामो फर्मुला छ। धेरै लामो भन्नाले पनि एउटा अलि झ्याउ लाग्दो फर्मुला छ के। पहिला यो गर फर्स्ट लोएस्ट के भन्छ के त्यो त्यति झन्झटिलो फर्मुलालाई अभोइड गरौँ। एक्जाममा चाहिँ हामीले सजिलो र स्पिड तरिकाले गर्नुपर्ने हुन्छ। त्यसका कारणले हामीले यसलाई सजिलै फाइन्ड गर्ने एउटा सानो फर्मुला के छ भनेपछि जुन तपाईहरुले लोएस्ट, जसरी यहाँ के दिएको छ 9.9 सुरुमा के दिएको थियो हाम्रो यहाँ कति दिएको छ 10 हैन, 10 दिएको छ टु 19 दिएको छ। यहाँ के छ भनेपछि नम्बरमा इन्क्लुसिभ टाइप क्लास छ है। त यसलाई के गर्ने भनेपछि यहाँ जुन नम्बर 10 छ र 19 छ त्योमध्ये 10 छ सुरुमा 10 बाट 0.5 घटाइदिने। ओके, र 19 मा 0.5 जोड दिने। ओके, यसरी चाहिँ तपाईको इन्क्लुसिभ क्लास एक्सक्लुसिभ टाइपमा चेन्ज हुन्छ। र तपाईहरु जुन यहाँबाट घटाएको कति आउला 9.5 आयो टु 19.5 होला। त यसमा डिफरेन्स हेर्नु होला तपाईहरु के हुन्छ भनेपछि 10 को डिफरेन्स आउँछ ठ्याक्क, नो डाउट। ल अब चाहिँ हामी सल्युसन तर्फ जाऊ। ल 9.5 मैले चेन्ज गरिसके। 9.5 टु 19.5, 19.5 टु 29.5, 29.5 टु 39.5,
39.5 to 49.5, 49.5 to 59.5, 59.5 to 69.5, 69.5 to 79.5. ओके, यसपछि चाहिँ छैन र फ्रिक्वेन्सी दिएको छ 35, 32, 45, 58, 43, 17, 10 र अब यसमा चाहिँ हामीले पर्सेन्टाइल कुर्टोसिस भनेकाले पर्सेन्टाइल कोएफिसिएन्ट अफ कुर्टोसिस भनेकाले हामीले Q1, Q3, P90, P10 जस्ता कुराहरू फाइन्ड आउट गर्नुपर्ने हुन्छ, जसका लागि चाहिँ मिड भ्याल्युले काम चल्दैन, जसमा चाहिँ हामीले क्युमुलेटिभ फ्रिक्वेन्सी यानि कि फ्रिक्वेन्सीहरूलाई जोडेर पत्ता लगाएको फ्रिक्वेन्सी हुन्छ, जसलाई चाहिँ क्युमुलेटिभ फ्रिक्वेन्सी भन्छ, त्यो चाहिँ फाइन्ड आउट गर्नुपर्ने हुन्छ। त्यसलाई चाहिँ कसरी गर्ने? 35 छ, 35 नै हुने भयो, यसभन्दा माथि केही छैन, त्यसैले जोडिँदैन। र 32 मा चाहिँ 35, 35 मा चाहिँ 32 जोड्ने, जसले गर्दा चाहिँ हाम्रो 67 आउँछ। 67 मा चाहिँ हाम्रो 45 जोड्ने 112 आउँछ। 112 मा 58 जोड्ने, जसमा चाहिँ 170 आउँछ। 117 मा चाहिँ 43 जोड्ने, 43 जोड्दाखेरि 1213 आउँछ। 1213 मा चाहिँ 17 जोड्ने, 7 जसले गर्दा यसपछि 230 आउँछ। 230 मा 10 जोड्ने 240 यानि कि 240 आउँछ। यसलाई चाहिँ अब दोबारा जोडेर नम्बर ननिकाल्ने, नम्बर अफ फ्रिक्वेन्सी यानि कि सम अफ फ्रिक्वेन्सी ननिकाल्ने, डाइरेक्ट यो भनेको हामीले यो जोडेरै निकालेको हो, यो जोडेरै यो आएको क्युमुलेटिभ फ्रिक्वेन्सीको अन्तिम भ्याल्यु आएको प्रत्येक जोडेर। त त्यसैले 240 जो छ त्यो नै हाम्रो नम्बर अफ फ्रिक्वेन्सी यानि कि सम अफ फ्रिक्वेन्सी हुन्छ। यसरी अझै दोबारा जोड्नुहुन्छ भनेपछि त्यो तपाईँको टाइम लस्ट हुन्छ है। र वी नो पर्सेन्टाइल कोएफिसिएन्ट अफ कुर्टोसिस के, यसलाई चाहिँ के ले जनाइन्छ है, पर्सेन्टाइल कोएफिसिएन्ट अफ कुर्टोसिसलाई इजिकल टु के हुन्छ भनेपछि 1/2 Q3 माइनस Q1 अपन P90 माइनस P10। यसलाई चाहिँ अर्को फर्मुला QD क्वार्टाइल डेभिएसन अपन P90 माइनस P10 पनि गर्न सक्नुहुन्छ तपाईहरु, किनभने चाहिँ यो Q3 माइनस Q1 इन्टु 1 गरेपछि Q3 माइनस Q1 अपन 2 हुने हो, अपनमा 2 जाने हो, त्यसैले क्वार्टाइल डेभिएसन नै हो यो भनेको। त्यसमा अपनमा P90 माइनस P10 गर्दिने, जसले चाहिँ हाम्रो कोएफिसिएन्ट अफ कुर्टोसिस आउँछ पर्सेन्टाइल मेथडबाट। अब सुरुमा चाहिँ हामीले के फाइन्ड आउट गर्नु पर्यो? क्वार्टाइल्सहरु, क्याल्कुलेसन्स अफ क्वार्टाइल्स यानी कि Q1 एन्ड Q3। फर Q1 सम अफ फ्रिक्वेन्सी यानी कि 9 अपन 4, n भनेको कति छ 240 अपन 4 इक्वल टु कति आयो 60 आयो। The CF is just greater than 60 is 67, so the correspondent class is 90.5 to 29.5। जुन 60 छ त्यो CF चाहिँ सँग मिलेको छैन हाम्रो CF मा काहीँ पनि, त्यो भन्दा अलि बढी चाहिँ को मिल्ने छ 67 छ। त्यसैले हामीले यसबाट यसको अनुसार चाहिँ हामीले करस्पोन्डेन्ट क्लासहरु करस्पोन्ड गर्यौं, जुन चाहिँ क्लास के आउने भयो 19.5 to 29.5। ओके, क्लास चाहिँ करस्पोन्डेन्ट हामीले 19.5 to 29.5 गर्यौं। अब हियर लोएस्ट भ्यालु कति छ? लोएस्ट भ्यालु भनेको यो क्लासको फर्स्ट छ नम्बर छ, त्यसलाई भनिन्छ लोएस्ट भ्यालु 19.5। हाइट यानी कि आई पनि लेख्न सक्नुहुन्छ तपाईहरुलाई, हाइट भनेको 10 छ, त्यो कतिको दूरी छ, कतिको डिफरेन्स छ 10, डिफरेन्सलाई हाइट भनिने भयो। सीएफ क्युमुलेटिभ फ्रिक्वेन्सी हामीले जस्ट जो हामीले चुज गर्यौं त्यो भन्दा एक स्टेप माथिको हुन्छ। जसरी हामीले यहाँ के चुज गरेको थियौं सीएफ भनेको 67 चुज गरेको थियौं भनेपछि त्यसभन्दा माथिको कति थियो 35, त्यसलाई फ्रिक्वेन्सी मान्ने हो क्युमुलेटिभ फ्रिक्वेन्सी। र फ्रिक्वेन्सी भनेको सेम नै रहन्छ, सेम भन्नाले जतिको हामीले क्लास जानेर हामीले क्लास चुज गरेका थियौं करस्पोन्ड गरेका थियौं त्यहीको सिधाको रहन्छ भनेको 32 छ, 32 भयो। अब चाहिँ Q1 को फर्मुला के छ? L plus N upon 4 minus CF upon F into H। ओके, यो चाहिँ यसको फर्मुला छ, जसमा चाहिँ अब हामीले N upon 4 त पत्ता लगाइसकेका छौं, जुन चाहिँ 60 थियो। N upon 4 भनेको 60, 60 minus 35 upon 32 into 10 प्लसमा हामीले 19.5 राख्यौं। अब चाहिँ यसलाई चाहिँ क्याल्कुलेट गर्दाखेरि हाम्रो भ्यालु कति आउने भयो 27.3125। ओके, फर Q3 अब चाहिँ Q1 पत्ता लगाइसक्यौं। अब चाहिँ हामीले के पत्ता लगाउनु पर्यो Q3। Q3 को फर्मुला के हुन्छ 3n upon 4। यो चाहिँ फर्मुलाहरु तपाईले अर्को चाहिँ क्लास अनुसार फरक पाउनुहुन्छ, जसरी कन्टिन्युअस सिरिजमा अलग हुन्छ, इन्डिभिजुअल सिरिजमा अलग हुन्छ,
ओके सिरिज अनुसार Q3 र Q1 अनि मिडियनको फर्मुलाहरु फरक हुन्छ। यहाँ चाहिँ 3 इन्टु n को भ्यालु 240 अपन 4 इजिकल टु 180 आयो। ओके द CF 180 को CF चाहिँ यहाँ मिलेको छैन, सेम छैन या फेरि इक्वल टु छैन। त्यसको लागि अब हामीले चाहिँ द CF इज जस्ट ग्रेटर देन 180 इज 213 213 यानी कि 213 चाहिँ योभन्दा जस्ट ग्रेटर छ। सो द करस्पोन्डिङ क्लास इज 49.5 टु 59.5। यसको चाहिँ क्लास हामीले 49.5 टु 59.5 चुज गर्यौं। ओके हियर L इज इक्वल टु 49.5, H is equal to 10, F is equal to 43, CF is equal to 170, Q3 is equal to अब यसको फर्मुला चाहिँ के छ, सेम छ। L is equal to 3n/4 minus CF upon F into H is equal to L भनेको 49.5 plus 180 minus 170 upon 43 into 10। 180 भनेको 3n/4 हो, त्यसको भ्यालु यहाँ छ। अघि हामीले क्याल्कुलेट गरिहाल्यौं, बार क्याल्कुलेट गर्नु भएन। र 170 भनेको CF हो, F को भ्यालु चाहिँ 43। ओके यो क्याल्कुलेट गर्दाखेरि चाहिँ हाम्रो कति आउने भयो, Q3 को भ्यालु 51.8256, जुन चाहिँ अलि यसलाई यो गर्दाखेरि 51.82 सम्म यसलाई मान्दा हुन्छ। ओके ल क्याल्कुलेसन अफ P90 एन्ड P10। अब मैले चाहिँ P10 को तपाईहरु क्याल्कुलेसन पहिला गर्नु होला। मैले चाहिँ P90 को क्याल्कुलेसन गर्दिएको छु। P90 इक्वल टु के हुन्छ, यसको फर्मुला 90n जति छ त्यहीको नम्बरलाई माथि राखिदिने n सम्म है। 10 छ भनेपछि 10n नै हुने हो। यहाँ 90n/100 जुन चाहिँ गर्दा 90 इन्टु 240 अपन 100 गर्दाखेरि चाहिँ 216 यानी 216 आउने भयो। ओके द CF इज जस्ट ग्रेटर देन 216 इज 230। So the corresponding class is 59.5 to 69.5। जुन 216 आएको छ हाम्रो P19 त्यो चाहिँ सेम छैन यहाँ। त्योभन्दा अलि ठुलो चाहिँ अलि ग्रेटर भनेको 216 छ। 216 को चाहिँ 230 छ, 230 सरी। सो दैट corresponding class is 59.5 to 69.5। यसको चाहिँ F 70 हुने भयो र CF भनेको 23 हुने भयो, 213 हुने भयो। ओके अनि हाइटहरु चाहिँ यही हुन्छ। L is equal to 59.5, H is equal to 10, F is equal to 17, CF is equal to 213 भन्दा नि भयो। र P90 is equal to L plus सबको फर्मुलाहरु सेम वेमा नै जाने हो है। L plus 90n/100 minus CF upon F into H। 59.5 plus 216 minus 213 upon 17 into 10। यो क्याल्कुलेट गर्दाखेरि होल क्याल्कुलेट गर्दाखेरि 61.26 आयो हाम्रो। ओके अब चाहिँ हामीले क्याल्कुलेट गर्नुपर्ने छ P10। अब हामी सल्युसनको अन्तिमतिर पनि आइसक्यौं। P10 गरेपछि हामीले डाइरेक्ट कोएफिसिएन्ट अफ कुटोसिस पत्ता लगाउने हो। P10 भन्नाले के हुन्छ, 9/100 10 into 240 upon 100 गर्दाखेरि 24 आयो। The CF is just greater than 24 is 35। 24 पनि हामीसँग जस्ट सेम छैन, हाम्रो 35 छ, त्यसैले हामी 35 लाई चुज गर्यौं। सो द corresponding class is 9.5 to 19.5। Here L is equal to 9.5, H is equal to 10, height 10 छ, CF is equal to 0। यहाँ 0 मैले किन लेखे भनेपछि यहाँ हेर्नुस् तपाईहरु कति थियो हाम्रो यो क्लास 9.5 छ अनि यो F is equal to 35 छ नि। F is equal to 35 र हाम्रो corresponding कति गरेका छौं, 35 गरेका छौं नि। यसलाई पनि 35 नै गरेका छौं। CF भनेको 35 भन्दा जस्ट माथिको हुन्छ भने थियो कि नै, जो क्लास हामीले चुज गरेछौं त्यो भन्दा माथिको हुन्छ। तर यहाँ CF नै छैन, त्यो भनेको 0 मान्नु पर्यो अब हामीले। ओके तपाईहरु कन्फ्युज नहुनु होला। त्यसलाई चाहिँ जुन क्लास छैन त्यसपछि क्लास छैन भनेपछि त्यहाँ CF छैन भनेपछि त्यसलाई 0 नै मान्ने, कन्फ्युज हुने हैन। F is equal to 35। P10 is equal to L plus 10n upon 100 minus CF upon F into H। सेम फर्मुला छ, यसको पनि धेरै एक्सप्लेन गर्नुपर्ने जरुरतै छैन यहाँ। यसलाई चाहिँ क्याल्कुलेट गर्दाखेरि 9.5 plus 24 minus 10 upon 35 into 10। यसको चाहिँ क्याल्कुलेट टोटल गर्दाखेरि हामीले 16.357 आयो। P10 is equal to 16.357 आयो। अब चाहिँ सजिलो छ, क्वेशनको एन्डिङ तर्फ आइसक्यौं हामी। वी नो के अथवा कोएफिसिएन्ट अफ कुटोसिस बाइ पर्सेन्टाइल इज इक्वल टु
1/2 Q3 minus Q1 अपन P90 minus P10 और QD अपन P90 minus P10 यो त मैले तपाईलाई अघि नै पनि सम्झाइसके 1/2 Q3 को भ्यालु कति थियो 51.82 माइनस Q1 को भ्यालु 27 माइनस 3125 अपन P90 को भ्यालु 61.26 माइनस P10 को भ्यालु 16.357 ओके यसलाई चाहिँ हामीले होल क्याल्कुलेट गर्दाखेरि माथिको 1/2 51.82 माइनस 27.3125 माइनस गर्दा क्याल्कुलेट गर्दाखेरि चाहिँ 12.25 आयो अपन 61.26 माइनस 16.357 नै यसलाई माइनस गर्दाखेरि 44.90 आयो ओके अब चाहिँ यसलाई चाहिँ डिभाइड गर्दाखेरि अब 12.25 अपन 44.90 चाहिँ डिभाइड गर्दाखेरि 0.2728 आयो ओके 0.2728 आयो अब कुटोसिसमा के हुन्छ भनेपछि यसको चाहिँ एउटा भ्यालु मिड तोकेको हुन्छ जसरी 0.236 आयो भनेपछि चाहिँ त्यो मेसोगट्टी यानी कि त्यो नर्मल डिस्ट्रिब्युसन छ यदि यो भन्दा कम आयो भनेपछि चाहिँ त्यो प्लेटोगट्टी यानी कि त्यो चाहिँ कमजोर छ अथवा नेगेटिभ छ 0.263 भन्दा माथि आयो भने चाहिँ त्यो पोजिटिभ छ अथवा त्यो लेप्टोगट्टी छ यहाँ चाहिँ के छ भनेपछि यो बढी नै छ बढी आएको छ 0.63 भन्दा बढी छ सो दैट द डिस्ट्रिब्युसन इज 0.36 भन्दा पनि 0.2728 बढी भएकाले द कोएफिसिएन्ट इज ग्रेटर देन 0.236 सो दैट अथवा सो द डिस्ट्रिब्युसन इज लेप्टोकोर्टिक ओके यसरी लेख्दिने ओके यो पनि हाम्रो सल्युसन भयो अब चाहिँ के छ हाम्रो लास्ट एन्ड फाइनल सल्युसन फाइनलमा हाम्रो के छ 2079 को पार्शियलमा सोधिएको क्वेशन छ पार्शियल लेख्न बिर्सिया रहेछु पार्शियल एक्जाममा सोधिएको क्वेशन छ जुन चाहिँ क्वेशन नम्बर 18 मा सोधिएको छ तपाईहरु आफ्नो मोडल क्वेशनमा पनि हेर्न सक्नुहुन्छ कहीं तपाईहरुसँग एक्जाम छ भने त्यहाँ पनि हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ लेखिदिएको छु है The following data shows the income distribution of families of a certain locality of a city. यो डाटाले चाहिँ एउटा सर्टेन कुनै सिटीमा बस्ने परिवारको इन्कम लेभललाई देखाउँछ अब चाहिँ यहाँ एउटा कन्फ्युज गरेको छ मान्छेलाई बिलो र अभोव भनेर कन्फ्युज गरेको छ सो दैट यदि बिलो र अभोव आयो भनेपछि तपाईहरु त्यसमा मिन पत्ता लगाउनु र मिन द्वारा केही कुराहरु क्याल्कुलेट गर्नु पछि नलाग्नु होला यहाँ चाहिँ के गर्नु होला भनेपछि तपाईहरुले मिडियन जस्ता कुराहरु क्वार्टाइलहरु भए P90 P10 को युज गर्ने कुरा सोच्नु होला त्यहाँ क्याल्कुलेटमा के भनेको छ कोठा ब्र्याकेट इन्कममा हामीलाई कतिको छ इन मिलियनमा रुपीजमा दिएको रहेछ बिलो 20 20 भन्दा कम 20 मिलियन भन्दा कम आम्दानी भएका 20 to 30 30 to 40 40 to 50 50 to 60 60 to 70 70 to 80 80 and above 80 मिलियन भन्दा बढी तनखा भएका मान्छेहरुको परिवार चाहिँ 4 जना छन् यो चाहिँ फर्स्टमा 9 जना छन् फ्रिक्वेन्सीमा 20 देखि 30 भएका 30 मिलियन भएका 12 छन् 30 देखि 40 भएका 20 छन् 40 देखि 50 भएका 30 छन् 50 देखि 60 भएका 25 छन् 60 देखि 70 भएका 12 छन् 70 देखि 80 भएका 8 छन् र 80 देखि अब भनेका 4 छन् 4 परिवार छन् हामीलाई क्वेशनमा के भनेको छ क्याल्कुलेट ए मा चाहिँ कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन क्वार्टाइल डेभिएसन भनेको अलग कुरा हो जसरी क्यूडी भनेर हामीलाई सोध्छ त्यो अलग कुरा हो र कोएफिसिएन्ट अफ क्यूडी भनेर सोध्छ भने त्यो अलग कुरा हो है त कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन सोधेको छ बी मा चाहिँ कोएफिसिएन्ट अफ कुर्टोसिस बी मा चाहिँ हामीलाई कोएफिसिएन्ट अफ कुर्टोसिस भने चाहिँ केही मेथड बताएको छैन चाहिँ हामीले चाहिँ यहाँ पर्सेन्टाइल मेथड युज गर्ने हो किनभने चाहिँ यहाँ बिलो र अभोव दिएको छ एउटा कुरा यहाँबाट बुझ्न सक्यो दोस्रोमा चाहिँ हामीलाई कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन भनेर पत्ता लगाऊ भनेको छ त्यसैले गर्दा हामीले के थाहा पाउने भनेपछि यहाँ हामीले पर्सेन्टाइल मेथड युज गर्ने हो भन्ने कुराहरु हामीले आफ्नो दिमागमा लेखेर राख्नुस् थर्ड मा चाहिँ सी मा चाहिँ के भनेछ कमेन्ट अन द नेचर अफ डिस्ट्रिब्युसन जुन आन्सर तपाईको निक्लेला त्यसमा चाहिँ तपाईहरु कमेन्ट गर्नुहोस् कस्तो नेचरको छ त्यो डिस्ट्रिब्युसन यो डिस्ट्रिब्युसन त्यसलाई चाहिँ कमेन्ट गर्नुहोस् भन्छ सुरुमा क्लास फ्रिक्वेन्सी सीएफ पत्ता लगाउनु पर्ने कुराहरु यही हो बिलो 20 छ
20 to 30, 30 to 50 यो सबै गरेर मैले क्लासहरु सारे, जसमा चाहिँ अब अघि नै मैले यो चाहिँ कुरा डिस्क्राइब गरिदिएको छु क्लास र फ्रिक्वेन्सी, र अब म क्युमुलेटिभ फ्रिक्वेन्सीको कुरा गर्छु। 9 फर्स्टको 9 छ, फेरि 9 मा 20, 9 मा 12 जोड्दाखेरि 21 भयो, 21 मा 20 जोड्दाखेरि 41 भयो, 41 मा 30 जोड्दाखेरि 71 भयो, 71 मा 25 जोड्दाखेरि 96 भयो, 96 मा 12 जोड्दाखेरि 108 भयो, 108 मा 8 जोड्दाखेरि चाहिँ 116 भयो, र 116 मा 4 जोड्दाखेरि 120 भयो, 120 पनि भन्न सक्नुहुन्छ। यसको अर्थ नम्बर अफ सम अफ फ्रिक्वेन्सी यानि कि नम्बर n भनेर हामी जनाउँछौँ, जसलाई वो चाहिँ 120 आयो। अब चाहिँ हामीले सबभन्दा पहिला के गर्ने, क्वार्टाइल डेभिएसन पत्ता लगाउनु छ। त्यसको लागि हामीले के गर्ने, क्वार्टाइल्सहरुको क्याल्कुलेसन गर्ने। क्याल्कुलेसन अफ क्वार्टाइल्स फर क्वार्टाइल 1 अथवा Q1 n/2 = 20/4, n भनेको 120 छ, अथवा 120 120/4 = 30 आयो यसको आन्सर। अघि नै यस्ता कुराहरु सिम्पल कुराहरु मैले तपाईलाई डिस्क्राइब गरिदिएको छु, त्यसमा चाहिँ तपाईहरुले कन्फ्युज नभएर सल्युसन गर्नु होला। यसमा धेरै कन्फ्युज हुनुपर्ने छैन। अब चाहिँ म फटाफट भन्ने छु है, धेरै कुराहरु किन मैले यस्ता 3टा क्वेशनहरु बनाइसके, त्यसमा चाहिँ डिस्क्राइब गरिसके। द CF is just greater than 30 is 41, so the correspondent class is 30 to 40। जुन CF 30 चाहिँ एक्ज्याक्टली हामीसँग छैन, त्यो भन्दा अलि माथिल्लो क्लास चाहिँ माथिल्लो नम्बर CF भएको चाहिँ 41 छ, त्यसैले हामीले आधार मानेर करस्पोन्डेन्ट गर्यौं क्लास 30 to 40 होला। ओके, 30 to 40 होला क्लास हामीले गर्यौं, जसमा चाहिँ L = 30 छ, F = 20 भयो, सेम क्लासमा 20 भयो, F हामीले 20 लिने। H भनेको हाइट कति छ हाम्रो 10 छ, र CF भनेको 21। L कहाँदेखि पत्ता लगायो भन्नु होला, L भनेको चाहिँ फर्स्ट होला, जुन हाम्रो क्लासको हुन्छ फर्स्ट लोएस्ट भ्यालु, त्यसलाई चाहिँ लिन्छौं, र हाइएस्ट भ्यालु यो हुन्छ। Q1 = Q1 को फर्मुला चाहिँ अघि नै मैले भनिसके, अझै पनि भन्छु, L + n/4 - CF/F * H। n/4 हामीले अघि नै क्याल्कुलेट गरिसक्यौं, n/4 भन्ने यहाँ 30 आएको थियो, सो दैट यहाँ 30 यसको भ्यालु पनि 30 छ है, यो L को भ्यालु पनि 30 + 30 - 21/20 * 10, यो गर्दाखेरि चाहिँ कति आयो हाम्रो 34.5 आयो, 34.5। for Q3 चाहिँ क्याल्कुलेट गर्नु पर्यो, जसमा चाहिँ अब Q3 को फर्मुला के हुन्छ, 3n/4, 3 * 120/4 = कति आयो हाम्रो 90 आयो। द CF is just 96, जस्ट ग्रेटर देन, यहाँ थोडा मिस्टेक भयो, सरी। द CF is just greater than, तपाईहरु बुझिहाल्नुहुन्छ, मैले पहिला पनि सम्झाइदिएको छु, कोही बेला मिस्टेक भइहाल्छ। 90 is 96, so the correspondent class is 50 to 60। here L = के हुने भयो, यो 50 हुने भयो, 50, F = 25। त्यहाँ मैले हेरेर तपाईहरु क्लास आफूले किताब पनि मसँगै सल्युसन गर्नु होला, त्यसैले सजिलो हुन्छ तपाईहरुलाई। L = 50, F = 25, H = 10, CF = 71 आयो हाम्रो। त यहाँ चाहिँ के छ, अब Q3 = L + 3n/4 - CF/H * H। 50, L भनेको 50 छ, 90 - 71/25 * 10, यसको चाहिँ कति आयो, Q3 को भ्यालु हाम्रो 57.6 आयो। ल अब चाहिँ हामीले के क्याल्कुलेट गर्नु भने चाहिँ यसमा त्यसलाई क्याल्कुलेट गर्दिने, Q3 र Q1 आइसक्यो, त हामीले कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन क्याल्कुलेट गर्न सक्छौं, जसको चाहिँ फर्मुला अलि फरक छ, Q3 - Q1 अपन Q3 + Q1। क्वार्टाइल डेभिएसन र क्वार्टाइल कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसनमा धेरै स्टुडेन्टहरु कन्फ्युज हुन्छन्। कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन अफ QD आयो भनेपछि चाहिँ तपाईले Q3 - Q1 अपन Q3 + Q2 को फर्मुला युज गर्नु होला। यदि तपाईलाई क्वार्टाइल डेभिएसन मात्र, QD मात्र सोध्छ भनेपछि, क्वार्टाइल डेभिएसन मात्र भनेर सोध्छ भनेपछि तपाईले के पत्ता लगाउने, Q3 - Q1 अपन 2 यसरी गर्न सक्नुहुन्छ। अर्थात यसको एउटा अर्को फर्मुला छ, जसमा चाहिँ 1/2 Q3 - Q1, सेम नै हो फर्मुला, सेम नै हो, तपाईले बुझ्ने मात्र कुरा हो, किनकि यो 1 ले Q3 - Q1 लाई मल्टिप्लाई गर्दै माथि जाने भयो, र अपन 2 मा बस्ने भयो, जसकारण यही फर्मुला रिपिट बन्ने भयो। बट तपाईहरुले यसरी पनि गर्न सक्नुहुन्छ। ओके, त अब यहाँ यो कन्फ्युजन तपाईहरुको दूर भयो होला, आई होप। धेरै जनाको कन्फ्युजन हुन्छ, जसमा चाहिँ अब हामीले Q3 र Q1 को भ्यालुहरु मात्र माथि राख्दाखेरि तल त हामीलाई थाहा भइहाल्छ। Q3 भनेको 57.6 छ, माइनस Q1 भनेको 34.5 छ।
अब यसलाई चाहिँ माइनस गर्ने र तल चाहिँ सेमलाई प्लस गर्ने 57.6 प्लस 34.5 लाई प्लस गर्ने। ओके, यो चाहिँ हामीले क्याल्कुलेट गर्दाखेरि डाइरेक्ट गर्ने, धेरै स्टेपै नलिने, किनकि तपाईँहरूसँग इक्जाममा टाइम कम हुन्छ, टाइमलाई सेभ गर्ने। धेरै कोही स्लो लेख्ने विद्यार्थी हुन्छन्, तिनीहरूको लागि चाहिँ मैले लेखेको फर्मुलाहरू, मैले लेखेको मेथडहरू, मैले गरेको सल्युसन धेरै उपयुक्त हुन्छ। किनभने स्पिड गर्ने हो, तपाईँहरूको टाइम कम छ भने चाहिँ तपाईँहरू गर्न सक्नुहुन्न भने चाहिँ झन् स्पिड गराउने भयो। अनि झन् स्पिड लेख्ने व्यक्तिलाई त झन् फाइदै फाइदा, झन् उसले त गरिहाल्छ नि, झन् छिटो गर्ने भयो, रिचेक गर्नको टाइम बस्ने हो उसलाई। कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन कति आयो हाम्रो 0.2508 आयो। ओके, र अब चाहिँ हामी पर्सेन्टाइलको क्याल्कुलेसन तर्फ जाऊँ। क्याल्कुलेसन अफ पर्सेन्टाइल 4p10, p10 पत्ता लगाउने 10/n × 100, 10 × n अपन 100 गर्दाखेरि चाहिँ 10 × 120/100 इजिकल टु 12 आयो। द CF जस्ट ग्रेटर देन 12 इज 21। यो 12 भन्दा अलि ठुलो भएको चाहिँ 12 चाहिँ हामीसँग छैन, 12 भन्दा अलि ठुलो चाहिँ 21 नजिकको, सबभन्दा नजिकको CF चाहिँ यो छ। त्यसैले सो द करस्पोन्डेड क्लास इज 20 to 30, 20 to 30 लाई हामीले करस्पोन्ड गर्यौं। हियर L इजिकल टु कति छ 20 छ, F इजिकल टु त्यहाँ होला 12, H इजिकल टु 10, CF इजिकल टु 9, P10 इजिकल टु L प्लस 10n अपन 100 माइनस CF अपन F इन्टु H। 10n अपन 100 भनेको चाहिँ 12 हामीले यहाँ पत्ता लगाइसक्यौं, त्यहीलाई राखिदिने। 20 प्लस 12 माइनस 9 CF छ अपन 12 F छ इन्टु 10। ओके, इजिकल टु कति आयो P10 को भ्यालु 22.5 आयो। आई होप तपाईहरुले बुझ्दै हुनुहुन्छ होला। यति सजिला क्वेशनहरु छन्, अनुमानै गर्न सकिदैन। 4p10 p90 को अब क्याल्कुलेसन गर्ने। p90 को फर्मुला के हुन्छ 90n अपन 100 हुन्छ, 90 * 120 अपन 100 इजिकल टु कति आयो 108। द CF जस्ट इक्वल टु 108। जो CF छ अहिले चाहिँ एउटा यस्तो केस आइयो, हेर तपाईहरु कहिले पनि कन्फ्युज हुनुहुन्छ भनेपछि यो तपाईहरुको लागि बेस्ट सल्युसन छ के। सबै केसहरु छन् नि, मैले चाहिँ यसैमा सल्भ गरिदिएको छु। हरेक केसहरु इन्क्लुसिभ क्लासको भयो हैन, अलि डिफरेन्स क्लासहरु भयो, जसरी अभोव र बिलो दिएको छ त्यो क्लास पनि सल्भ गरे, मिसिङ फ्रिक्वेन्सी वाला पनि सल्भ गरे। अब तपाईहरु कहीँ CF इक्वल भयो भने तपाई झुकिनुहुन्छ, त्यसको पनि सल्युसन एमा आइगयो, त्यो पनि गरे। चारवटा प्रब्लम, मेन प्रब्लमहरु सल्भ गरे, त्यसपछि चाहिँ अरु प्रब्लमहरु पनि एमा इन्क्लुड छन् के, ती पनि सल्भ भइराछन्। ओके, जस्तै कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन र क्वार्टाइल डेभिएसनमा फरक छ र त्यसको फर्मुलाहरु फरक हुन्छ भन्ने योबाट सिक्नुभयो। 5-6वटा कुराहरु तपाईले मेन यहाँबाट सिक्नुभयो है। The CF is just equal to 108 is 108. So the corresponded class is 60 to 70. अब सेम क्लास छ भने सेम नै रहने भयो। जसरी अब यहाँ म तपाईहरुले कन्फ्युजिङ हुन्छ भने चाहिँ यहाँ देखाइदिन्छु है। जसरी मैले के भने 108 चाहिँ छ भनेपछि 108 CF आयो भने चाहिँ सेम क्लासलाई चुज गर्ने। 60 टु सेम क्लास चाहिँ सेम नै हुने भयो। 60 टु 70 यहाँ मैले के गरेछु 60 टु 70 नै चुज गरिरहेको छु। CF चाहिँ माथिकै राख्ने 96 नै CF हुने भयो हाम्रो है। 96 नै CF हुने भयो र F चाहिँ यही हुने भयो, है। ल यसरी चाहिँ नझुकिनु होला, यसमा चाहिँ धेरै कन्फ्युज हुनुपर्ने कुरै छैन। यसमा 60 टु 70 लाई चुज गर्यौं। हियर L इजिकल टु 60, F इजिकल टु 12, मैले 12 लिनु भन्थे, H इजिकल टु 10, CF इजिकल टु 96। CF यो बराबर आयो भनेर अझै CF चाहिँ बराबर लिने हैन, अलि CF चाहिँ माथिकै लिनुपर्छ जहिले पनि, केस यस्तै हुन्छ। P90 इजिकल टु L प्लस 90n अपन 100 माइनस CF अपन F इन्टु H, यसको फर्मुला यो 60 प्लस 108 माइनस 96 अपन 12 इन्टु 10 इजिकल टु कति आयो 70 आयो हाम्रो। 70 आयो, P90 70 आयो। ओके, अब चाहिँ यति सजिलो छ कि सल्युसनमा हामी पुगिसक्यौं। अब चाहिँ हामी फाइनल सल्युसनमा पुगिसक्यौं। कोएफिसिएन्ट अफ कुर्टोसिस बाइ पर्सेन्टाइल मेथडबाट पत्ता लगाउने भनेर भनेको थिए। 1 - 2 Q3 - Q10 अपन Q1 अपन P90 - P10। ओके, 1/2 गर्दाखेरि 0.5 आयो। यसरी पनि अलि तपाईलाई कहिले काहीँ अलि नयाँ हिसाबले सिकाउनु पर्यो कि नै। 0.5 57.6 माइनस 34.5, Q3 को भ्यालु 57.6, Q1 को भ्यालु 34.5। ओके, यसलाई चाहिँ माइनस गर्ने। ल फेरि P90 को अहिले भर्खर 70 निकाल्दियौं। 70 माइनस 22.5, P10 को भ्यालु 22.5। त यसलाई चाहिँ क्याल्कुलेट गर्दाखेरि हाम्रो कति आउने भयो 0.243। त यो के छ 0.263 भन्दा कम छ है।
सीमा चाहिँ हामीलाई कमेन्ट गर्नु भन्थ्यो नि, त्यसको चाहिँ सल्युसन। बीको चाहिँ हामीले गऱ्यौँ, सीको चाहिँ अब गर्छौँ है, कमेन्ट गर्नु पऱ्यो। बीको एन्सर जुन छ त्यसमा चाहिँ कमेन्ट गर्नु पऱ्यो। 0.243 लेस देन 0.263 सो द्याट द डिस्ट्रिब्युसन इज प्लेटोकटिक। यो चाहिँ सानो छ, त्यसैले नेगेटिभ पनि भन्न सक्नुहुन्छ। बट कुर्टोसिसको केसमा चाहिँ तपाईँ नेगेटिभ भन्नाले पनि प्लेटोकट्टी, लेप्टोकट्टी, मेसोकट्टी नै युज गर्नु होला। मेसोकट्टीलाई चाहिँ अलि नर्मल डिस्ट्रिब्युसन भनेर पनि युज गर्न सक्नुहुन्छ है। अब चाहिँ हामीले यो सल्युसनहरू सबै गऱ्यौँ। आई होप तपाईँहरूलाई यो भिडियोले धेरै हेल्प गर्नेछ। इक्जामको टाइम आइसकेको छ। यदि तपाईँहरूलाई मैले गरेका सल्युसन, मैले बनाएको भिडियोहरूले हेल्प गर्छ रियल्ली, र तपाईँलाई क्वेसनहरू बनाउनुमा मोटिभेट पनि गर्छ होला, यस्तोमा तपाईँलाई यस्तो फिल हुन्छ भने चाहिँ प्लिज यस्ता भिडियोहरू आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोस्, ताकि तिनीहरूले पनि एउटा सिक्ने मौका पाउन्। र हाम्रो यस च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला प्लिज। अनि तपाईँहरू चाहिँ एउटा मेन कुरा, यो सल्युसनहरू तपाईँले यसरी पढ्दाखेरि चाहिँ अलि स्क्रिनसट हानेर गाह्रो हुन्छ क्या। त यस्ता सल्युसनहरूको फोटो पनि चाहियो भनेपछि प्लिज हाम्रो वाट्सएप च्यानललाई जोइन गर्नु होला। वाट्सएप च्यानलको लिङ्क कमेन्टमा त हुँदैन होला, त्यहाँ हालिदिनेछु, डिस्क्रिप्सनमा हालिदिनेछु। डिस्क्रिप्सनमा तपाईँहरूले चेकआउट गर्न सक्नुहुन्छ वाट्सएपको लिङ्क। तपाईँहरू हाम्रो फेसबुक च्यानलमा पनि जोडिन सक्नुहुन्छ, इन्स्टामा पनि, र तपाईँहरू हामीलाई डाइरेक्ट टेलिग्राममा मेसेज पनि गर्न सक्नुहुन्छ। यसको फिचर पनि हामीले उपलब्ध गराइदिएका छौँ। ओके, आई होप यु इन्जोयड इट। थ्याङ्क यू सो मच।